नेपालमा रहेका प्रमुख भन्ज्याङहरू। साथीहरू, आज चाहिँ म नेपालमा रहेको प्रमुख भन्ज्याङहरूको बारेमा भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यस बाटो चाहिँ लोकसेवा आयोगले बारम्बार क्वेसन सोधेकोले गर्दा म आज भिडियो बनाउन गइरहेको छु। यो भिडियोमा चाहिँ तपाईँहरूलाई म सूत्रसहित सिकाउने छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। ताप्लेजुङ जिल्लामा पर्ने भन्ज्याङ। सूत्र सम्झिने: चा टी खा जिगा। अब चाबाट चाबुक भन्ज्याङ, टीबाट तिप्ताल भन्ज्याङ, अनि खाबाट खाङ्ला भन्ज्याङ, झीबाट झिन्साङ भन्ज्याङ, अनि घाबाट घाङ्ला भन्ज्याङ। अनि त्यसपछि 2 मा रहेको छ गोर्खा जिल्लामा पर्ने भन्ज्याङ। गोर्खा जिल्लामा पर्ने भन्ज्याङ सम्झिने सूत्र: मैया, लाला, थाप्ले, ग्याला। अब मैबाट मैलट सेचु भन्ज्याङ, याबाट यान्डोल भन्ज्याङ, अनि त्यसपछि लाबाट लार्के भन्ज्याङ, अब अर्को लाबाट लाजुङ भन्ज्याङ, अनि थाबाट थाप्ले भन्ज्याङ, अनि ग्याबाट ग्याला भन्ज्याङ। अनि त्यसपछि 3 मा रहेको छ मुस्ताङ जिल्लामा पर्ने भन्ज्याङहरू। यसको सूत्र सजिलो छ, सम्झिने सूत्र: चाफु छाप। अब चाबाट चाङचुमी भन्ज्याङ, अनि फुबाट फुङफुङा भन्ज्याङ, अनि छाबाट छाटाङ भन्ज्याङ, अनि पबाट पर्चेस्यामा भन्ज्याङ। अनि त्यसपछि अर्को रहेको छ हुम्ला जिल्लामा पर्ने भन्ज्याङ। सूत्र चासल्लो। साथीहरू, भिडियो कस्तो लाग्दैछ? यदि मन परेमा लाइक पनि गर्दै गर्नुहोला, अनि कमेन्ट पनि गरिदिनु होला भिडियोलाई। अनि तपाईँहरूको अन्य साथीहरूलाई पनि सेयर गरिदिनु होला। अनि हुम्ला जिल्लामा पर्नेको सूत्र चासल्लो छ। अनि चाबाट चाङ्ला भन्ज्याङ, सबाट सर्पे भन्ज्याङ, अनि लोबाट लोलुङ भन्ज्याङ। आजको लागि चाहिँ यति नै रहेको छ साथीहरू। यदि भिडियो मन परेमा लाइक गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला। अघि नै भनिसकेँ मैले। अनि तपाईँहरूको साथीहरूलाई पनि सेयर गरिदिनु होला। धन्यवाद।